के हाम्रो नेक्स्ट सेसनमा सबैजनालाई स्वागत छ र यो सेसन हाम्रो सुरु भयो। अब हामीहरू आज डे 2 को सेसन सेकेन्डमा छौँ। हाम्रो यो दोस्रो सेसन चालु भइरहेको छ। यहाँ अघि नै हाम्रो लाइन जाने आउने डिस्टर्बेन्स भएको कारणले गर्दाखेरि हाम्रो क्लास एकैछिन रोकिन पुगेको थियो र मैले त्यहीँबाट सुरु गर्दैछु। रेसनल नम्बर्स भनेको के हो भन्ने कुरा मैले अघि नै तपाईँलाई भनिसकेको छु। अघिल्लो भिडियोमा चेक गर्नुहोला। यदि कुनै पनि नम्बरहरूलाई हामीहरूले b/a को फर्ममा लेख्न सकिन्छ जहाँ a नट इक्वल्स टु 0 हुन्छ। यो a भनेको नेचुरल नम्बरसँग बिलोङ्स गर्छ र b भनेको इन्टिजर जेडसँग बिलोङ्स गर्छ भने यसलाई हामीले रेसनल नम्बर भनेर बुझ्नुपर्छ। र अर्को तरिकाले भन्दाखेरि ax इज इक्वल्स टु b भन्ने एक्सप्रेसन लेख्न सकिन्छ भने यो पनि रेसनल नम्बर हो जहाँ x भनेको रियल नम्बर हुन्छ, a भनेको यही कुरा गरिसक्यो नेचुरल नम्बर र b भनेको इन्टिजर्स भनेर मैले अगाडि भनिसकेको छु। अब यहाँ हामीलाई इक्जाममा कहिलेकाहीँ कसरी सोध्छ त भन्ने कुरा पनि मैले यो थोरै कुरा अघि नै भनिसकेँ। इक्जाममा हामीहरूलाई क्वेसन यसरी पनि आउन पायो, डिफाइन रेसनल नम्बर्स। रेसनल नम्बर्स भनेको के हो डिफाइन गर्नु, विथ इक्जाम्पल्स। इक्जाम्पल दिएर डिफाइन गरौँ रेसनल नम्बर भनेको के हो र एक्सप्रेस होइन एक्सप्रेस इट्स फन्डामेन्टल प्रोपर्टिज भनेर पनि सोध्न पाइयो। यो हाम्रो 7 मार्क्सको क्वेसन आउँछ। यसरी रेसनल नम्बरको डेफिनेसन दिने, अघि नैको इक्जाम्पल हेरेर जस्तै कि हेर्नु त यहाँ छ यो रेसनल नम्बरको बारेमा यहाँ भनेको छु डेफिनेसन, अगाडिको भिडियोमा चेक गर्नुहोला। र यसको फन्डामेन्टल प्रोपर्टिज सहित भनेको छ। अब हामीहरूले यसको फन्डामेन्टल प्रोपर्टिज चाहिँ यहाँ पढ्छौँ। यो फन्डामेन्टल प्रोपर्टिजको बारेमा पनि मैले अघि नै तपाईँलाई भनिसकेको छु। यो अर्डर स्ट्रक्चर के हो, ट्रिसोटोमी के हो, ट्रान्जिटिभ के हो भनेर मैले अगाडिल्लो भिडियोमा भनिसकेको छु। त्यो भिडियो चेक गर्नुहोस्। र हामीहरू अब अल्जेब्रिक स्ट्रक्चर भन्नेबाट जान्छौँ। बेसिकल्ली रेसनल नम्बरको हामीहरूले हेलो यसलाई सर। फन्डामेन्टल प्रोपर्टिज अन्तर्गत भन्नु त। अरे सरिता म्यामले जोइन गर्न मिले छैन किन ए लिङ्कमा आउन भन्नु त, जोइन हुन्छ। होइन सर, मैले मैले यो लिङ्क उहाँमा अनि उहाँले क्लिक गर्नुभयो, फेरि जोइनै भएन। होइन पछिल्लो पटक मेसेन्जरमा पठाएको लिङ्क छ त्यहीमा जोइन गर्नु भन्नुहोस् त। ल है भन्नु है, यहाँ रेकर्डिङ यो बिग्रिन्छ फेरि भन्नु है, जोइन गर्नु भन्नु। ल ओके, अल्जेब्रिक स्ट्रक्चरलाई मैले बेसिकल्ली एएमडी भनेर 3 तरिकाले डिफाइन गरेको छु। ए भनेको एडिसन, एम भनेको मल्टिप्लिकेसन र डी भनेको डिस्ट्रिब्युटिभ ल भन्ने कुरा छ। अब यहाँ हेरौँ, यो मेन चिज हो। यो चिज जानिएन भने हामीहरूले कहिले पनि थ्योरमहरू प्रुभ गर्न सकिँदैन है। यो चिज चाहिँ हामीहरूले जान्नै पर्ने हुन्छ। एकैछिन वेट गर्नु है, के भएछ म जोइन हुन मिलेन भन्दै हुनुहुन्छ होइन। यो रुक्नु है, एकैछिन वेट गर्नु, मैले यो लिङ्क फेरि पठाइदिन्छु यहाँबाट। राइट क्लिक गर्ने, कपी लिङ्क गर्ने अनि त्यसपछि पेस्ट गर्ने। यो लिङ्क मैले फेरि पठाइदिएको छु। अब जोइन हुन सक्नुहुन्छ कि जस्तो लाग्छ है। ल ओके, यहाँ हेर्नुहोस् त ध्यान दिएर अब एकैछिन। यो एडिसन एक्जिमभित्र सिएई अनि सी भनेर छ है। एडिसन भनेको हाम्रो बेसिकल्ली प्लस भनेर बुझ्नुहोस्। प्लसवाला एक्जिमले के भन्छ त भन्दाखेरि पहिला सुरु मैले यो सी भन्ने कन्डिसनलाई बुझाउँछु। सी ए ई ई अनि त्यसपछि छुट्टै सी छ। यो सी भनेको के हो भन्दा यो सी भनेको क्लोजर ल हो। ठिक छ, यो सी भनेको क्लोजर ल हो। यो क्लोजर लले हामीलाई के भन्छ भन्दाखेरि यदि मसँग दुईवटा रियल नम्बरहरू छ, अहिले हामीहरूले रियल नम्बर आरको कुरा गरिरहेछौँ है। यो रियल एनालाइसिसमा आरको मात्र कुरा हुन्छ। यदि मसँग ए र बी भन्ने दुईवटा रियल नम्बरहरू छन्, बिलोङ्स टु रियल नम्बर भने क्लोजर लले हामीलाई के भन्छ, अन्डर एडिसन है, एडिसन एक्जिममा कुरा गर्दाखेरि ए अनि प्लस बी पनि कहाँभित्र पर्छ, आरै भित्र पर्छ भन्ने कुरा चाहिँ हाम्रो एडिसन एक्जिमको क्लोजर लले गर्छ। ठिक छ,
फर इक्जाम्पलको लागि मैले 2 भन्ने र 3 भन्ने दुईवटा रियल नम्बर लेखेँ। 2 र 3 भन्नुहोस् त रियल नम्बर हो कि होइन? हो भने लाइक गर्नुहोस्। हो भने लाइक गर्नुहोस् छिटो। 2 र 3 रियल नम्बर हो भन्नुहुन्छ भने लाइक गर्नुहोस्। ल हेर्नु त, अब यो एक्जाम अनुसार जाम त, यो एक्जाम सेटिस्फाई हुन्छ कि हुँदैन? त्यसो भए 2 र 3 जोड्दाखेरि पनि रियल नम्बरै हुन्छ भने चाहिँ ल हेर्नु त, 2 + 3 कति भयो? 5 भयो। यो 5 पनि रियल नम्बरभित्र पर्यो कि परेन? पर्यो। त्यही भएर यो क्लोजर ल पनि सेटिस्फाई भयो। यसरी हामीहरूले बुझ्नुपर्ने हुन्छ। कुरा बुझ्नु छ? तपाईँले बुझे भन्ने कुरा मलाई बुझाउनको लागि एकचोटि ताली बजाउनुहोस् त। डिजिटल ताली दिनुहोस् त। ताली बजाउनुहोस्। अनि मैले तपाईँहरूले बुझ्नुभयो भन्ने कुरा बुझ्छु बल्ल। ओके, ल राम्रो। अब अर्को छ एसोसिएटिभ ल है। एसोसिएटिभ लले हामीलाई के कुरा गर्छ भन्दाखेरि, मानौ मसँग 3वटा नेचुरल नम्बरहरू छन्। फर इक्जाम्पलको लागि एकैछिन हेर्नुहोस् है, यहाँ मैले 3वटा नेचुरल नम्बरहरू, एउटा ए लेख्छु, अनि अर्को बी लेख्छु, अनि अर्को सी लेख्छु। यदि मैले यो 3वटा नेचुरल नम्बरहरूलाई ए बी सी, अब हामीले कुन लमा काम गर्ने हो? एडिसनमा काम गर्ने हो। त्यही भएर यहाँ मैले प्लस भनेर लेख्छु यसरी, प्लस। यो भन्नु र यो मैले यो ब्राकेटलाई बाहिरपट्टि राखेर प्लस गर्नु सेम मिनिङ आउँछ भन्छ। ल हेर्नु, ए प्लस ब्राकेट ओपन बी प्लस सी भन्नु र ए प्लस बी अनि बी प्लस सी भनेर यो कुरा हामीले यस्तो गर्छ। यसलाई चेक गर्ने कोसिस गरौँ त। फर इक्जाम्पलको लागि मैले 3वटा रियल नम्बर लेख्छु, 2 3 4 भन्ने। अब यसलाई सल्भ गरौँ त। यता लेफ्ट ह्यान्ड साइडबाट 2 + 3 + 4, यो भनेको कति हो? 2 + 7 हो। यो भनेको कति भयो? 9 भयो होइन। पहिला हामीले त ब्राकेटभित्रको गर्ने हो नि त, बोर्ड म्याथ्स रुल अनुसार, बिओडी एमएस अनुसार त पहिला ब्राकेटभित्रको गर्ने हो। कति आयो लेफ्ट ह्यान्ड साइड? कति आयो? अनम्युट गरेर भन्नुहोस् त सबैजनाले, कति आयो? आवाज सुनाऊ। 9 आयो। के भन्छ? कति आयो निरजजी? 9 आयो। बिनीजी कति आयो? गुप्ताजी भन्नुहोस् त, लेफ्ट ह्यान्ड साइड कति आयो? गुप्ताजी माइक अनम्युट गर्नुहोस्। यादवजी माइक अनम्युट गरेर भन्नुहोस् त, कति आयो लेफ्ट ह्यान्ड साइड? 9 आएछ कि? 9 आएको छ होइन। अब हेर्नु त, अब मैले राइट ह्यान्ड साइड सल्भ गर्छु। हाम्रो राइट ह्यान्ड साइड के हो? ए प्लस बी प्लस सी हो। यसको मतलब ए भनेको 2 अनि प्लस 3 प्लस सी भनेको बाहिरपट्टि 4 छ। पहिला ब्राकेटभित्रको गऱ्यो भने कति हुन्छ? 5 5 र 4 कति भयो? 9 भयो कि भएन? लेफ्ट ह्यान्ड साइड पनि 9 आयो, राइट ह्यान्ड साइड पनि बराबर आयो। यसको मतलब एसोसिएटिभ ल हाम्रो सेटिस्फाई भयो। हजुर, कुरा बुझ्नुहुन्छ? हजुर सर। कुरा बुझिन्छ? बुझ्यो सर। बिन्जती गुप्ताजी अलि सिधा भएर पढ्नु पर्यो है। पढ्दाखेरि सिधा भएर अलि ढङ्गसित है, डिसिप्लिनमा पढ्नु पर्यो है। हामी धेरै ठुलो मान्छे हो, हामी अनुशासित छौँ। ठिक छ? हजुर सर। ल, यो कुरा भयो। अब हाम्रो अर्को छ एक्जिस्टेन्स फर आइडेन्टिटी अर एक्जिस्टेन्स अफ एडिटिभ आइडेन्टिटी पनि भन्छ। यो ई भनेको एक्जिस्टेन्स फर एडिटिभ आइडेन्टिटी भन्छ है। आइडेन्टिटी भनेको के हो भन्नुहोस् त? आइडेन्टिटी भनेको के हो? पहिचान। आइडेन्टिटी भनेको पहिचान हो। जसले जे चिज आए पनि त्यसलाई असर नगर्ने, जेको त्यही पहिचान हुनेलाई हामीहरूले आइडेन्टिटी भन्छौँ। यसको मतलब एडिटिभ आइडेन्टिटी भन्ने बित्तिकै हामीहरूले के कुरा बुझ्नु पर्यो भन्दा, एडिसनमा आइडेन्टिटी, हरेक चिजलाई एडिसनमा आइडेन्टिटी ल्याउने कुरा भनेको 0 हुन्छ। 0ले केही पनि कुरालाई असर पार्दैन। ल हेर्नुहोस् त, मैले 5 + 0 गरेँ भने यसको अस्तित्व, 5 को अस्तित्व के नै हुन्छ? 5 नै हुन्छ। असर गर्यो र गरेन। तर हेर्नुहोस्, मैले 5000 मा 0 जोडेँ भने पनि यसको अस्तित्वमा चेन्ज हुँदैन। के आयो? 5000 नै आयो। त्यही भएर एडिटिभ आइडेन्टिटी भनेको के हो? 0 हो। अब यसलाई हामीहरूले म्याथमेटिकल्ली यहाँबाट अहिले हाम्रो एक्जिम अनुसार बुझ्ने कोसिस गरौँ त। जस्तै ए र बी है, अहिले मसँग ए र बी भन्ने यहाँ छौँ। हेर्नु, यो ए र बी भने कुनै दुईवटा रियल नम्बर छ भने एमा मैले 0 जोडेँ भने कति हुन्छ? ए नै हुन्छ।
र बीमा 0 जोड्यो भने पनि कति हुन्छ यो बी नै यही नै हुन्छ हुन्छ यसैलाई नै हामीहरूले एक्जिस्टेन्स फर एडिटिभ आइडेन्टिटी भन्छौँ कुरा बुझ्नुहुन्छ हजुर सर के हो ल के हो यहाँ मेसेजमा हुँदै हुँदैन है भनेर लेख्नु भएछ के छ त उपाय फोन रिफ्रेस गरेर आउनु भन्छु है त मैले बुझेँ सर हजुर यसो फोन सर मैले रिफ्रेस भनौँ के छ यसमा भन्नुहोस् त मलाई यसो लागिरहेको छ जतिजना हामी जोइन भइसकेका छौँ यतिभन्दा धेर बढी हुन पाइँदैन ल ठिक छ मैले फोन रिफ्रेस गरेर आउनुहोस् त भनेर मैले त्यहाँ लेखिदिएँ है हस् ल यति क्लियर छ किन आइडेन्टिटी भनेको बुझ्नुभयो सर क्लियर छ यतिसम्म पुरै एडिटिभ आइडेन्टिटी भनेको के रहेछ ए प्लस जी त्यसमा इक्वल टु ए हुन्छ ए प्लस जी जिरो इक्वल टु बी हुन्छ पर्दैन एडिटिभ आइडेन्टिटी भनेको 0 हो है 0मा हरेक चिज जोड्यो भने त्यही नै हुन्छ त्यसको पहिचान त्यही नै हुन्छ होइन र अर्को यीले के भन्छ भन्दा एक्जिस्टेन्स भनेको हेर्नु है यहाँ यो तपाईँले यो शब्द बुझ्नुपर्छ एक्जिस्ट भनेको अस्तित्व यो संसारमा हरेक चिज एक्जिस्ट गर्छ आफ्नो आफ्नो अस्तित्व हुन्छ तपाईँहरूले माछालाई गएर रुख चढ भन्यो भने सक्छ र नो सर सक्छ अनि बाँदरलाई जा बाबु त समुद्रमा गएर पौडी काट जीवन बिता सक्छ सक्दैन हरेक चिजको आफ्नो आफ्नो भ्यालु छ यो संसारमा त्यही भएर हरेक चिजको आफ्नै एक्जिस्टेन्स छ भन्ने कुरालाई यो हामीले यसरी व्यवहारिक तरिकाले बुझ्नुपर्छ त्यही भएर कसैलाई पनि डोमिनेट गर्नु हुँदैन हरेकको आफ्नो आफ्नो क्यापेसिटी हुन्छ भन्ने कुरा चाहिँ यो बुझ्नुपर्छ र अब हाम्रो एक्जिस्टेन्स अफ एडिटिभ इन्भर्स भन्ने छ जोडको उल्टो है ल हेर्नुहोस् त एडिटिभ इन्भर्स भन्ने बित्तिकै त्यस्तो चिज इन्भर्स भनेको उल्टो त्यस्तो चिज जसले त्यसको अस्तित्वलाई के गरिदिन्छ शून्य बनाइदिन्छ ल हेर्नु त फर इक्जाम्पलको लागि मसँग 5वटा होइन बलहरू छन् 5वटा यसरी मैले बलहरू राखेको छु भने मैले यसको अस्तित्वलाई 0 बनाउनको लागि के गर्नु पर्यो 5वटा बललाई यहाँबाट हटाउनु पर्यो कि त घटाउनु पर्यो अनि के हुन्छ यो 0 हुन्छ कि हुँदैन हुन्छ हो ल अब हेर्नु हो यही हो एक्जिस्टेन्स अफ एडिटिभ इन्भर्स भनेको केही कुरा छ भने त्यसको उल्टो गरिदिने तर जोडेर उल्टो गर्नु पर्यो है अरू गरेर पाइँदैन फर इक्जाम्पलको लागि मैले ए भनेर लेख्छु भने अब यसको एडिटिभ इन्भर्स के भयो माइनस ए भयो जोडेर गरेँ नि हेर्नु यहाँ बिचमा प्लस आयो कि आएन हो यसरी बिचमा प्लस आउनु पर्यो अब फर इक्जाम्पलको लागि मैले एम भन्यो भने यसको एडिटिभ इन्भर्स के हुन्छ भन्नुहोस् त भन्नुहोस् के हुन्छ माइनस एम हुन्छ ठिक छ यो हो एक्जिस्टेन्स अफ एडिटिभ इन्भर्स भनेको कुरा बुझिन्छ बुझ्नुहुन्छ कुराकानी त्यसो भए मलाई भन्नुहोस् त यदि मैले ए प्लस बी इजिकल्स टु 0 हुन्छ भन्छु भने ए र बी चाहिँ के हुने यिनीहरू दुईटा एडिटिभ इन्भर्सहरू हुन् के हुन् यिनीहरू एडिटिभ इन्भर्स हुन् किनभने यिनीहरूलाई जोड्यो भने 0 आयो यहाँ तपाईँहरूले अरे यहाँ त बी छ सर यहाँ त माइनस ए भए पो एडिटिभ इन्भर्स हुन्छ भन्नु भएन है फेरि चाहे ए होस् चाहे बी होस् जसरी पनि रिजल्ट 0 आयो नि हो कि होइन हो यो कुरा चाहिँ तपाईँले बुझ्ने ल अब अर्को कन्डिसन हामीहरूले लास्टको छ कम्युटेटिभ ल भन्ने कन्डिसन छ कम्युटेटिभ लले हामीलाई के कुरा गर्छ भन्दाखेरि यदि तिमीले दुईवटा कुरा लेख्छौ भने त्यसको उल्टो गरेर लेख्दा पनि रिजल्ट सेम हुन्छ फर इक्जाम्पलको लागि 5 र 6 जोड्दा कति हुन्छ 11 हुन्छ 5 र 6 जोड्दा जति हुन्छ त्यसको उल्टो गर्दा पनि त्यति नै हुन्छ भन्ने कुरा चाहिँ यो लास्टकोले कम्युटेटिभ लले गर्छ सर कम्युनिकेटिभ ल लको अर्थ के हो कम्युटेटिभ ल भनेको यसलाई कम्युटेटिभले अर्को भाषामा एबिलियन भनेर पनि भन्छ तपाईँहरूले पछि गएर पढ्नुहुन्छ एबिलियन भनेर लिनियर अल्जेब्रामा ठ्याक्कै उल्टो हुने उल्टो गर्दा रिजल्ट सेम हुने चाहे त्यो लेफ्टतिर होस् चाहे त्यो राइटतिर होस् बुझ्नुहुन्छ यो ल अब यहाँ अहिले हामीहरू हजुर एकचोटि फेरिबाट सर
ल फेरिबाट भनौँ ल एकचोटि सर रिभिजन हेर्नुहोस् त जस्तै सी भनेको क्लोजर यदि मैले क्लोजरमा ए र बी भन्ने दुईवटा रियल नम्बर लिखेँ भने यिनीहरूलाई एडिसनमा राखेर हेर्दाखेरि ए प्लस बी पनि रियल नम्बर भित्र पर्छ यो क्लोजर हो अनि अर्को एसोसिएटिभ ल ले के भन्छ भन्दा यदि ए प्लस बी प्लस सी हुन्छ भने ए प्लस बी ब्राकेट प्लस सी गरे भने पनि यो रियल नम्बरै हुन्छ अनि एक्जिस्टेन्स फर अनिलजी त्यसपछि यादवजी माइक म्युट गरेर बोल्नुहोस् हुन्छ सर ल साइडमा नबोल्नु है अहिले यहीँ हेर्नु अनि एक्जिस्टेन्स फर आइडेन्टिटी भनेको के हो भन्दाखेरि यो चाहिँ जे को त्यही हुने यसमा चाहिँ 0 एक्जिस्ट गर्छ ए प्लस 0 भनेको ए नै भयो अनि त्यसपछि एक्जिस्टेन्स फर इन्भर्स भनेको चाहिँ कुनै पनि दुईवटा चिज जोडे भने 0 आउँछ भने त्यो भनेको एक्जिस्टेन्स अफ इन्भर्स अनि लास्टको कम्युटेटिभ भनेको के हो भन्दा लेफ्ट ह्यान्ड साइडतिर जोड्दा जति हुन्छ राइट ह्यान्ड साइडतिर जोड्दा पनि त्यति नै हुन्छ ए प्लस बी भनेर बी प्लस ए भनेर सेम हो यो सबै हेर्नुहोस् त यो सबैमा के काम भइरहेछ अपरेसन के छ अहिले हाम्रो अपरेसन के छ प्लस छ है म्याथमा जम्मा 4वटा मात्र अपरेसन हुन्छन् के हो थाहा छ एउटा प्लस प्लसको उल्टो माइनस अर्को मल्टिप्लाई मल्टिप्लाईको उल्टो डिभाइड यो 4वटा मात्र हामीसँग औजारहरू हुन्छन् यो 4वटा औजारले काम गर्ने हो म्याथमा प्लसको उल्टो माइनस अनि प्लस भन्दा अलि सजिलो फेरि गुणन जस्तै कि 2 + 2 गरे भने जोड्दाखेरि 6 आयो तर 2 × 3 गर्दै भने 6 आयो हेर्नु प्लस भन्दा अलि सजिलो भयो नि गुणन गर्दा हो यो कन्डिसन पनि हुन्छ हेर्नु अब मैले तपाईहरुलाई 60 मिनेट टाइम दिन्छु यो 60 मिनेट टाइममा तपाईहरुले आफ्नो कपीमा मल्टिप्लिकेटिभ एक्जुम्समा के लेखेको छ भनेर फर्स्टमा हेर्नु पर्यो मल्टिप्लिकेटिभ इन्भर्सको बारेमा है मल्टिप्लिकेटिभ एक्जुम वेट गर्नुस् है मल्टिप्लिकेटिभ एक्जुमको बारेमा हेर्नुस् र यसलाई एडिसन एक्जुमसँग कम्पेयर गर्नुस् त टाइम तपाईहरुको सुरु भयो मैले 8 बजेर 46 मिनेटमा हेलो भन्छु त्यतिखेर तपाईहरुको टाइम सकिन्छ ल सुरु गर्नुस् मल्टिप्लिकेसन एक्जुम हेर्नुस् ल अब तपाईहरु कुरा गर्न पाउनुहुन्छ माइक अन गरेर कुरा गर्नुस् मजाले फर्मल कुरा गर्नुस् है किनभने यो भिडियो रेकर्ड छ बिन्दु बिन्दु ल कुरा गर्नुस् बिन्दु बिन्दु नहीं वैसे थालेको जैसे अगर ए बी कोनो दुठू है रेशनल नंबर है तो अगर ओका ए इंटू बी करबो तो वो रेशनल नंबर आई फिर एसोसिएटिव लॉ में का है अगर कोनो ए इंटू कह दो पोस्ट में बी सी कह दो बराबर ओका ए इंटू बी कह दो पोस्ट लगा के बाहर सी कह दो तब वो बात आई फिर ठुका हो एडिटिव एडिटिव अथु है नहीं तो कर 1 रहाला हर समय एक्जिस्टेंस ऑफ एडिटिव उ रहाला एडिटिव मतलब एडिटिव आइडेंटिटी रहाला
चालू करें वो तो हेलो हाँ सर कुरा गर्नुहोस् एकछिन म यही छु सर यो क्लोजर में मल्टिप्लिकेशन में के छ भने यदि ए र बी दुईटा रेशनल नम्बर हुन् भने ए इन्टु बी गरियो भने त्यो पनि रेशनल नम्बर नै आउँछ त्यो पनि रेशनल नम्बर आयो मैले अघि नै दिएको इक्जाम्पलहरूलाई चेक गर्नु त तपाईँले अघि नै मैले 2 + 3 भनेर बुझाएको थिएँ एडिसनमा भने 2 × 3 गरिदिनु सकियो त कहानी भनेको 2 3 जा कति भयो 6 भयो 6 पर्यो कि नै हो त्यसरी बुझेर पढ्ने है ल अझै 3 मिनेट छ छलफल गर्नुहोस् अनि सर एसोसिएटिभ लमा के छ भने यदि ए इन्टु अनि कोस्ट बीसी भयो भने ए इन्टु बी अनि कोस्ट गरेर अनि बी सी बाहिर गऱ्यो भने पनि त्यति नै आउँछ जस्तै 2 र 3 भयो भने अब 2 3 र 5 भयो भने अब 2 इन्टु कोस्टमा 3 इन्टु 5 गऱ्यो भने 2 इन्टु यो 15 भनेको यो 30 आउँछ गुप्ताजीले हेलो सर मेरो आवाज सुनिएछ भन्नुपर्छ ल गुप्ताजी एकचोटि बोल्नुहोस् त एकैछिन गुप्ताजीलाई बोल्न दिउँ है बोल्नुहोस् त गुप्ताजी आवाज गर्नुहोस् त भन्नुहोस् केही भन्नुहोस् त आएन आवाज आएन भिडियो देखिएको छ तर तपाईँको आवाज आएन केही बोल्नुहोस् त बोल्नु भएन त ल फेरि माइक बन्द गर्नु ल ठिक छ तपाईँलाई जहिले सहज हुन्छ तहिले आवाज गर्नु होला है ल हेर्दै गर्नुहोस् छिटो हेर्नु ल के छ भयो लेख्नु भयो सर ल सबैले बुझ्नुहुन्छ कि नै सबै बुझ्यो ल प्रेमजी के छ खै तपाईँ कता गायब हुनुभयो भिडियो अन गर्नुहोस् छु सर बुझेछु ल ठिक छ ल सबैले बुझेको भए एकचोटि ताली बजाउनुहोस् त सर एउटा मात्र समझमा आएन सर यो ल भन्नु सोध्नु गुड राम्रो क्वेसन ल सोधिहाल्नुहोस् के हो यो सर पढ्नु एक्जिस्टेन्स अफ मल्टिप्लिकेटिभ इन्भर्स सर इन्भर्स भन्ने बुझ्नु भएन गुड राम्रो अनि अरु कम्युनिकेटिभ ल के भन्छ कम्युनिकेटिभ इन क्यू कम्युटेटिभ ल पनि बुझिएन नै सर बुझियो ल त्यो बुझियो मात्र बुझिएन के सर ल त्यो मात्र बुझिएन एकदम राम्रो ठिक छ त्यो पनि ठिक छ है मैले त्यसो भए त्यो नबुझेको भए तपाईहरुलाई मैले यहाँ अर्को ठाउँमा लादैछु त्यो ठाउँमा लगेर मैले बुझाउँछु है त मैले स्क्रिन शेयर अफ गरे अब फेरि मैले स्क्रिन शेयर अन गरेर के नयाँ चीज खोल्छु अनि तपाईलाई बुझाउँछु है हुन्छ सर ल अब मलाई भन्नुस् त अहिले हाम्रो स्क्रिनमा के आयो कालो पुरै डार्क आएको छ डार्क आएको छ हजुर सर केही पनि देखिएन है हजुर ओहो समस्या भयो नि त्यसो भए रुक्नु है वेट गर्नु है मैले फेरि अर्को स्क्रिन शेयर गर्छु है तपाईहरुलाई कता लैजाम त उता पनि लगेर हुँदैन यता पनि लगेर हुँदैन ल ठिक छ ए पावर पोइन्टमै सिकाउनु पर्यो तपाईहरुलाई ल ल हेर्नु है त मैले अब तपाईहरुलाई लास्ट फाइनल आइडिया दिन्छु इसन रहला भन्नुहुन्छ तपाईहरुले है
ल हेर्नु ल अब देखियो अब हामी जहाँको त्यही अघि नैकै ठाउँमा आयो भन यस सर हजुर। त्यही टम्बर ल त्यही ठाउँमा आयो अब मैले टपिक तपाईँहरूलाई त्यही यहाँ चाहिँ एउटा नयाँ डकुमेन्ट बनाएर यहाँ बुझाउँछु यसलाई मैले काट्नु पर्यो यो पनि कट यो पनि कट Yes. ब्ल्याङ्क स्पेस आएको छ हो हाम्रो स्क्रिनमा थोड़ा हो खाली स्पेस आएको छ होइन यस सर ल यहाँ मैले केही कुरा लेख्छु हेर्नुहोस् त एडिसन भनेर लेखेँ देख्नुभयो लीग यस सर अनि मल्टिप्लिकेसन भनेर लेखेँ देख्नुभयो हजुर अनि यतापट्टि क्लोजर भनेर लेखेँ देख्नुभयो अच्छा ल यहाँ एउटा टेबल जस्तो बन्यो होइन मानम एबिसी तीनवटा रियल नम्बर हो ठिक छ क्लोजरले के भन्छ भन्दा क्लोजरले एडिसनमा यदि एबी भनेको रियल नम्बर हो भने ए प्लस बी पनि रियल नम्बर हुन्छ भन्छ कुरा बुझ्नुभयो तर यही कुरा क्लोजरले फेरि मल्टिप्लिकेसन जाँदा एबी रियल नम्बर हो भने ए इन्टु बी भनेको यसलाई हामीले यसरी इन्टु लेख्ने होइन यो हामी पहिला सानो क्लासमा पढ्दाखेरि लेख्थ्यौँ अहिले हामीहरू ब्याचलर पढ्ने भएपछि एबी भनेर लेख्छु यो पनि रियल नम्बरमा पर्छ यो कुरा क्लोजरले गर्छ यो कुरा बुझ्नु छ किन भन्नुहोस् त बुझेछु सर यो दुईटा फरक छ तर एसोसिएटिभ लमा के हुन्छ भन्दा अब हेर्नु एसोसिएटिभमा यदि एबिसी तीनवटा रियल नम्बर हो भने पहिला ए लेख्ने सेकेन्डकोमा ब्राकेट लगाउने यो भन्नु र फर्स्टकोमा ब्राकेट लगाउने अनि सी लेख्ने यो बराबर हो यो यो कसले गर्छ यो कुरा एडिसनले गर्छ कसले गर्छ यो एडिसनले अनि यो फेरि मल्टिप्लिकेसन हजुर अब हेर्नु मल्टिप्लिकेसनमा गयो भने यस्तो हुन्छ हेर्नु एबिसी भयो भने एबी सँगै हुन्छ अनि सी बाहिर हुन्छ यो हो एसोसिएटिभ ल ल भन्नु बुझ्नुहुन्छ कि नै अब यहाँ हामीले सम्झिनु पर्ने कुरा के हो भन्दा यो ब्राकेट सेकेन्डमा लाग्छ ए ब्राकेट सेकेन्डमा लाग्छ कि नै अनि अनि बल्ल राइट ह्यान्ड साइडमा फर्स्टमा लाग्छ है राइट ह्यान्ड साइडमा फर्स्टमा लाग्यो ठिक छ बुझ्नुभयो अब अर्को कुरा आइडेन्टिटीको कुरा छ है आइडेन्टिटीमा के हुन्छ भन्दा एडिटिभ आइडेन्टिटी भनेको अस्तित्व नबिगार्ने एमा मैले कति राखेँ भने ए नै हुन्छ एन्सर एमा कति जोडे भने ए हुन्छ र यसमा एमा कति मल्टिप्लाई गरे भने ए हुन्छ भन्नुहोस् यसमा 0 जोडे भने ए नै हुन्छ यसमा 1 ले एमा मल्टिप्लाई 0 जोडे भने ए हुन्छ एमा 1 मल्टिप्लाई गरे भने ए हुन्छ त्यही भएर मल्टिप्लिकेसन एक्जामको आइडेन्टिटी भनेको 1 हो अनि त्यसपछि एडिसनको आइडेन्टिटी भनेको 0 हो यो शब्द बुझ्नुपर्छ यो अलिक उल्टो छ अब फेरि इन्भर्स भनेको उल्टो गराउने हो कि होइन एकलाई मैले ए लाई कति राखेँ भने माइनस ए हुन्छ यो कुरा गर्छ प्लसको उल्टो के हो हामीले प्लसमा हेरेछौँ प्लसको उल्टो माइनस हो कि होइन हो अनि मल्टिप्लाईको उल्टो के हो एमा ए लाई मैले कतिले हेर्नुहोस् है यहाँ सुन्नुहोस् है फेरि ए लाई मैले कति जोडे भने माइनस ए हुन्छ वा 0 हुन्छ हाम्रो त 0 बनाउनु छ यसको अस्तित्व बिगार्नु छ अनि यसले के भन्छ भन्दाखेरि ए लाई कतिले डिभाइड गर्यो भने यो 0 यहाँ हो यो 1 यहाँ हो है 1 हुन्छ ल भन्नुहोस् एमा कति जोड्यो भने ल भन्नु मलाई एमा कति जोड्यो भने 0 हुन्छ एमा माइनस ए जोड्यो भने 0 हुन्छ एमा कति गुणन गर्यो भने 1 हुन्छ 1 अपन ए गुणन गर्यो भने हो कि होइन कि त अर्को भाषामा ए इन्टु ए इन्भर्स पनि भन्न पाइन्छ हो यो भन्नु र यो भन्नु त सेम कुरा हो यो भनेको इन्भर्स हो कुरा बुझ्नुभयो हजुर सर अब अर्को कम्युटेटिभले के भन्छ भन्दाखेरि यसले त यो त सबभन्दा दुनियाँको सजिलो कुरा हो यसको उल्टो के हो र यसको उल्टो के हो ए प्लस बी को यसलाई उल्टो गरेर लेख्नु भयो भने बी प्लस ए इन्टु बी लाई उल्टो गरेर लेख्यो भने बी इन्टु ए यो कुरा गर्छ ल यही हो एक हेर्नुहोस् है यहाँ काउन्ट गरौँ 1 2 3 4 5 5वटा हाम्रो एक्जिमहरू एडिसन र मल्टिप्लिकेसन यही हो कुरा बुझिन्छ र तपाईँहरूले बुझ्नुभयो भने एकचोटि ताली बजाउनुहोस्
सबले ताली बजाउनुहोस्। ताली तालीको आवाज सुन्न मन लाग्यो। ताली बजाउनुहोस् त। डुडाङ डुडुङ बजोस् आवाज। ल ठिक छ। ल अब हेरौँ है, यहाँ छिन्। अब हाम्रो लास्ट कुरा अल्जेब्रिक स्ट्रक्चरले यही कुरा हो है। हामीले यो अहिले यहाँ जाने भने यो के फाइदा छ, यो के पढाइ भएको होला भन्नुभएको छ। यो झुक्काएर कहिलेकाहीँ इक्जाममा आउन पनि सक्छ। यदि अहिलेको यो सेकेन्ड इयरको एनालाइसिसमा आएन भने थर्ड इयरको अल्जेब्रामा कि त फिल्डतिर कि त यतातिर आउँछ है। अनि हामीले यस्तै गरी लेख्ने हो, भाषा मिलाएर। र लास्टमा हेर्नु त, लास्ट एउटा चिज छ डी भनेको मल्टिप्लिकेसन इज डिस्ट्रिब्युटिभ ओभर एडिसन। मल्टिप्लिकेसन चाहिँ एडिसनमा बाँडिदिने भने। ल हेर्नुहोस् त, मैले ए भन्ने एउटा छ, हामीसँग एबिसी भन्ने तीनवटा रियल नम्बर छ। मैले ए भन्ने चाहिँ मल्टिप्लाई गरेछु, बी प्लस सीमा बाँडे भने हामीले जानेको के हो, यो एले यो बीलाई मल्टिप्लाई गर्छ, यो एले यो सीलाई मल्टिप्लाई गर्छ। ए इन्टु बी प्लस ए इन्टु सी हो कि होइन? हो। अनि अर्को कुरा मैले यसरी लेख्छु, यही कुरालाई उल्टो बनाएर लेख्छु, कम्युटेटिभ। यो बी प्लस सीलाई अगाडि लेखेँ, अनि यो एलाई यसरी लेखेँ भने यो बीले यो एलाई मल्टिप्लाई गर्छ, अनि यो सीले यो एलाई मल्टिप्लाई गर्छ कि गर्दैन? हुन्छ कि हुँदैन? यही कुरा चाहिँ मल्टिप्लिकेसन इज डिस्ट्रिब्युटिभ ओभर एडिसन। यहाँ हेर्नु है, फेरि बुझ्नु, मल्टिप्लिकेसन इज डिस्ट्रिब्युटिभ। मल्टिप्लिकेसन के भयो? बाँडियो। केमा बाँडियो? एडिसनमा बाँडियो। ल हेर्नु त, यहाँ एडिसन भएको छ कि छैन? एडिसनमा गर्छ कि नै? एडिसन त पुरा साथी साथी छन्, बी र सी भन्ने। यो बिचरा ए पो एक्लै छ त। यहाँ पनि हेर्नु त, बी र सी पुरा प्लस भएर बसेको छन्, 60 भएर। यो ए त एक्लै छ नि, होइन? को जाने हो? मल्टिप्लाई वाला जाने हो। मल्टिप्लाई वाला म साथी बन्छु भनेर गयो, योसँग साथी बन्यो, फेरि अर्कोसँग गएर साथी बन्छु भने साथी बन्यो, अनि फेरि यस्तो थियो साथी बन्यो आफै। यो कुरा चाहिँ हामीले बुझ्नु पर्यो। बुझ्नुहुन्छ? बुझिन्छ यो कुरा? ल यो कुरालाई तपाईँहरूले अझै एक दुईचोटि चाहिँ लेखेर प्र्याक्टिस गर्नुपर्छ है। यो मैले भनेको कुराहरू सम्झिँदै लेख्दै गरियो भने अनि हामीहरूलाई सजिलो हुन्छ। र अब म तपाईँहरूलाई अर्को टपिकतिर लान चाहेँ। यो हाम्रो अर्को टपिक छ 1.6 मा, इरेसनल नम्बर भन्ने। सबैजनाले बुकमा हेर्नु त, एउटा त्यहाँ थ्योरम पनि छ तपाईँहरूको, यो रेसनल नम्बरको अल्जेब्रिक स्ट्रक्चर पछि। त्यो थ्योरमलाई तपाईँहरूले बुझ्ने कोसिस गर्नु होला, होइन? अनि त्यसपछि बुझिएन भने मैले बुझाउँछु है, हुन्छ? त्यो थ्योरमलाई बुझ्ने कोसिस गर्नु। ल अब इरेसनल नम्बर भनेको के हो है? यहाँ एकदम जटिल कुरा छ। आज हामीले यति इरेसनल नम्बरसम्म पढेर यो एक्जामहरू मात्र हेर्ने थियो कोर्स, अनि लाइन पनि भएन, के भयो, त्यो कारणले अलि डिस्टर्ब भयो। ल हेर्नु, इरेसनल नम्बर भनेको के हो है? यो इरेसनल नम्बरको बारेमा मैले तपाईँहरूले बुझाउनको लागि मैले एउटा नयाँ ठाउँमा लान्छु तपाईँहरूलाई। ल यो नयाँ ठाउँमा आउँ त। ल यो ठाउँमा हेर्नुहोस् त, सबैजनासँग हातमा कपी छ? कपी छ अगाडि, होइन? अनि पेन्सिल, रातो पेन छ, कालो पेन छ, निलो पेन छ, हिजो भनेको सामानहरू छ? ल हिजो भनेको सामानहरू निकाल्नुहोस् र लेख्न सुरु गर्नुहोस् त अब एउटा कपीमा, पेपरमा, रियल नम्बर्स। रियल नम्बर्सलाई हामीले दुई भागमा बाँड्न सक्छौँ। एउटा रेसनल नम्बर अनि अर्को इरेसनल नम्बर। एउटा रेसनल नम्बर र अर्को इरेसनल नम्बर है। ल सुन्नु, ल त्यो माइक अफ गर्नु एकछिन निरजी, आवाज क्लियर आएन। रेसनल नम्बर र इरेसनल नम्बर दुई तरिकाले बाँड्न सक्छौँ हामीले है। रेसनल नम्बरभित्र थुप्रै कुराहरू पर्छन्, होइन? त्यो भित्र, यो रेसनल नम्बरभित्र पर्ने अरू कुरालाई छोडेर मैले तपाईँहरूलाई यहाँ एकदम जिस्ट कुरा गर्दैछु। त्यो जिस्ट कुराहरू हेरौँ। रेसनल नम्बरलाई हामीहरूले बी अपन ए को फर्ममा लेख्न सकिने जति पनि नम्बरहरू छन् त्यो सबै नम्बरहरूलाई रेसनल नम्बर भन्ने हो, जहाँ यो ए चाहिँ नट इक्वल्स टु 0 हुनुपर्छ।
अब मलाई भन्नुहोस्, अब मलाई तपाईँहरूले भन्नुहोस्, मैले यहाँ 2 भनेर लेखेँ, यो 2 भनेको के हो भन्नुहोस् त, तपाईँले जानेको जति कुरा भन्नुहोस् त। होल नम्बर, नेचुरल नम्बर, अनि त्यसपछि इन्टिजर हैन, रेशनल नम्बर, इरेशनल नम्बर। ल भन्नु, यो 2 भनेको के हो? होल नम्बर हो कि हैन? हो सर, होल नम्बर पनि हो। 2 भनेको होल नम्बर भित्र पर्यो? हजुर पर्यो। नेचुरल नम्बर भित्र पर्यो कि परेन? पर्यो। पर्यो। इन्टिजर भित्र पर्यो कि परेन? पर्यो सर। पर्यो। रेशनल नम्बर भित्र पर्यो कि परेन? परेन सर। गलत बात, गलत बात, पर्यो गलत सर। बात। कसरी पर्यो, कसरी परेन भाउ? 2/1 गर्दाखेरि सर तुच्चै हुन्छ नि। स्याबास, ताली बजाउनु, सबले ताली बजाउनु एकचोटि। ताली 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 ताली। खै ताली बजाउन यादवजी। ल हेर्नुहोस् यहाँ, यो 2 लाई हामीहरूले 1 ले पनि डिभाइड गर्न सकिन्छ कि सकिन्न? सकिन्छ। अब यो 2 लाई 1 ले डिभाइड गरेपछि त यो त बी अपन ए को फर्ममा भयो, हो कि हैन? त्यही भएर यो रेशनल नम्बर हो, 2 पनि रेशनल नम्बर हो। हामीले 2 हेरिसकेपछि यति धेरै कुराहरूलाई ख्याल गर्नुपर्छ है, यो कुराहरू पछि आउँछ। अब मैले स्पेशल केसहरू मात्रै यहाँ तपाईँलाई भन्न खोजेको हो है। स्पेशल केसहरू हेरौँ त, कस्तो कस्तोलाई रेशनल नम्बर भन्ने, कस्तो कस्तोलाई इरेशनल नम्बर भन्ने। हेर्नुहोस्, रेशनल नम्बरहरूमा बी अपन ए त भयो हैन, यदि टर्मिनेटिङ हुन्छ, बुझ्नुहोस् है, टर्मिनेटिङ लेख्नु त, टर्मिनेटिङ। टर्मिनेटिङ भनेको रोकिने, नेपालीमा लेख्नुहोस् ल, रोकिने। जस्तै कि मैले 2.053 भने रोकियो नि, रोकियो होइन? यो टर्मिनेटिङ नम्बरहरू रेशनल हो, यो एउटा प्रकार भयो है। अनि त्यसपछि अर्को टर्मिनेटिङ कि त नभए यसरी लेख्नुहोस्, टर्मिनेटिङ भनेर आइसक्यो, नन टर्मिनेटिङ लेख्नुहोस् ल, नन टर्मिनेटिङ एन्ड रिकरिङ। नरोकिने, ल नेपालीमा लेख्नुहोस्, नरोकिने र दोहोरिने, यस्तो नम्बरहरू भनेको रेशनल नम्बरहरू। फर इक्जाम्पल, एउटा इक्जाम्पल हेरौँ त। फर इक्जाम्पल, ओहो यो फर इक्जाम्पल लेखेको त देखिएन त, ल झिलिमिलीबाट लेखौँ ल। फर इक्जाम्पल, ल हेर्नु त, एउटा नम्बर हेर्नु त, नन टर्मिनेटिङ, हेर्नुहोस् है, नन टर्मिनेटिङ एन्ड रिकरिङ, नरोकिने र दोहोरिने। ल हेर्नु, 2.345 345 345 345 यस्तै 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 हुँदै गयो भने यो रोकियो, रोकिएन, दोहोरियो, दोहोरियो, दोहोरिएन। यस्तो नम्बरहरूलाई हामीहरूले के भन्ने हो? रेशनल नम्बर भन्ने हो। अब मलाई भन्नु, रोकिँदैन तर दोहोरिँदै जान्छ कि त रोकिन्छ भने यो भनेको रेशनल नम्बर हो। त्यसै मलाई भन्नुहोस्, यहाँ मैले केही कुरा लेख्छु है, मैले यहाँ 3.845679 845679 डट 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 दिएँ, यो रेशनल नम्बर हो कि होइन? हो सर। हो सर। किनभने 845679 845679 यो एउटा एउटा मात्र 3.1111 एउटा एउटा मात्र रिपिट हुन पनि पायो, दुईटा दुईटा मात्र 23232323 दुईटा दुईटा पनि रिपिट हुन पायो हैन, रोकिनु पनि भएन अनि दोहोरिँदै जानु पर्यो। यस्तो नम्बरहरूलाई हामीले के भन्ने हो? रेशनल नम्बर भनियो। कुरा बुझ्नुहुन्छ? हजुर सर। सबैले? हजुर सर। ल यसको रेशनल नम्बर भित्र अरू अरू पनि कुराहरू छन्, त्यो कुराहरू अहिले मैले गरेन है। अनि अर्को छ इरेशनल नम्बर। इरेशनल नम्बर भनेको के हो भन्दाखेरि नन टर्मिनेटिङ, लेख्नुहोस् त, नन टर्मिनेटिङ एन्ड
नन रिकरिङ, नन टर्मिनेटिङ एन्ड नन रिकरिङ। यसको मतलब नरोकिने र नदोहोरिने। रोकिँदा पनि रोकिन्न अनि दोहोरिन्न पनि। पाईको भेल्यु खोज्नुहोस् त तपाईहरुले के पाउनुहुन्छ? पाईको भेल्यु, भेल्यु अफ पाई सर्च गर्नुहोस् त। यो इरेसनल नम्बर भित्र पर्छ। 3.1415 कति अगाडि जान्छ। त्यो रोकिँदै रोकिन्न, दोहोरिन्न पनि। ठीक छ। अनि रुट 2 को भेल्यु खोज्नुहोस् त। यो पनि नन टर्मिनेटिङ नन रिकरिङ भित्र पर्छ। यो रोकिँदा पनि रोकिन्न, दोहोरिन्न पनि। ल त्यस्तै गर्दै तपाईहरुले अरु नम्बरहरु खोज्दै खोज्दै जानुस् है। यहाँ मैले तपाईहरुलाई अहिले रेशनल नम्बर र इरेशनल नम्बरको मात्र कुरा गरेँ। भन्नु त यादवजी के भन्दै हुनुहुन्छ? मैले यो इरेशनल नम्बर बुझेन एकचोटि सुरुबाट। ओके ल हेर्नु यहाँ फेरि। रेशनल नम्बर भनेको के हो भन्नुस् त मलाई। रेशनल नम्बर भन्नाले सर जुन नम्बर दोहोर्दै जान्छ त्यो नम्बरलाई रेशनल नम्बर भनिन्छ। जस्तै 3.1234 1234 1234 डट 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 गरेर इनफाइनाइट सम्म कति कहाँसम्म जान्छ त्यो त थाहै छैन। गुड। ल हेर्नु, रेशनल नम्बरलाई 3 तरिकाले व्याख्या गर्न सकिन्छ। एउटा, यसलाई यदि बी अपन ए को फर्ममा लेख्न सकियो भने यो पनि रेशनल नम्बर हो है। जहाँ तलपट्टिको 0 हुनु भएन। अनि अर्को कुरा, यदि नम्बर दोहोरिन्छ यसको फ्याक्टर गर्दा यो 2.053 भनेको त कुनै चीजको फ्याक्टर गरेको हो नि। 1/2 भने 1/2 भनेको कति हो? ल हेर्नु, बी अपन ए को फर्ममा भयो कि भएन 1/2 भनेको? दोनों को मिला दो तो रियल नंबर डेसिमल कति भयो? 0.5 भयो कि नै? आधा भयो। आधा भनेपछि टर्मिनेटिङ भयो नि, रोकियो नि हैन। हो, त्यही भएर यो भनेको रेशनल भयो। एउटा रोकिने कि त अर्को नन टर्मिनेटिङ रिकरिङ, रोकिन्न तर दोहोरिन्छ, त्यो पनि रेशनल हो। तर यसको ठ्याक्कै उल्टो के, जस्तै रोकिँदैन पनि, यहाँ हेर्नुस्, नन टर्मिनेटिङ, रोकिँदैन पनि दोहोरिन्न पनि, मतलब इरेशनल नम्बर। रोक्दैन पनि दोहोरिदैन पनि। त्यो इरेशनल। अरु बाँकी सब रेशनल। ल भन्नु। सर यो त दोहोरिन्छ नि सर। जस्तै 1 2 3 4 5 6 7 8 9। भन्नु। 10 11 12 सर सही छ। जस्तै 1 2 3 4 5 6 7 8 9 हैन। 5 6 7 8 9 1 2 3 6 8 9 ल हेर्नु ल 0 पोइन्ट यो लेखेँ। ल मलाई भन्नुस् तपाईहरुले यो रेशनल हो कि इरेशनल हो? यो त इरेशनल हो। यहाँ डट डट छ। ल यहाँ मैले डट डट दिएँ, के भयो? इरेशनल हो। इरेशनल हो। तर यो डट डट हटाएँ, अब के भयो? अब के भयो? अब रेशनल भयो। किनकि रोकियो, यहाँ गएर रोकियो, टर्मिनेट भयो नि, रोकियो। यहाँ डट डट छैन, अरु छैन, रोकियो, त्यही भएर रेशनल भयो। बुझ्नुहुन्छ? सर। ल सबैले बुझ्नुभयो? ताली बजाउनुस् त एकचोटि। ताली बजाउनुस्। ल अब आज हामी यति गर्छौं। अनि ल यो कुराहरु तपाईको लागि मैले होमवर्क दिन्छु। केही सामान्य कुराहरु यसको बारेमा भनिदिन्छु र यो होमवर्क हुन्छ। अनि 9 बजेको खण्डमा चाहिँ तपाईहरुलाई यो मैले भिडियो चाहिँ डाउनलोड गरेर युट्युबमा राख्दिन्छु। युट्युबको लिंक शेयर गरिदिन्छु, त्यसमा हेर्नु होला है। र यहाँ तपाईहरुले आफ्नो बुकमा हेर्नुस् त एकचोटि। यहाँ केही नोट दिएको छु। हामीले रियल नम्बरको बारेमा पढ्दाखेरि यो एक्जिमहरु, यो चारवटा एक्जिमहरुलाई मान्यतालाई आधार मानेर हामीहरु अगाडि बढ्नुपर्ने हुन्छ। एक्सटेन्ड एक्जिमले के भन्छ हामीलाई भन्दाखेरि, एक्सटेन्ड एक्जिमले रियल नम्बरमा कम्तीमा 2 वटा फरक नम्बरहरु हुन्छन्। कम्तीमा 2 वटा, त्यो भन्दा धेरै जति पनि हुन पाए। एक्सटेन्ड एक्जिमको एक्सटेन्ड भन्ने मान्यता त्यस्तो छ।
दुईवटा रियल नम्बर हुन्छ, धेरैमा जति पनि हुन पायो। अनि फिल्ड एक्जुम भन्ने छ, यसले सेम त्यही एएमडी को कन्डिसनलाई फलोअप गर्छ। तपाईले यो फिल्ड एक्जुम र एक्सटेन्ड एक्जुम तपाईहरुको लागि मैले होमवर्क भनेर छोडे र मैले यहाँ अर्को अर्डर एक्जुम भन्ने छ। अनि यो अर्डर एक्जुम, कम्प्लिटनेस एक्जुम र यसको भित्र रहेको केही थ्योरमहरु पनि छ हैन। यो फिल्ड एक्जुम भित्रको थ्योरमहरुलाई चाहिँ मैले तपाईहरुलाई यो प्रोपर्टिज अफ रियल नम्बर भनेर हामीहरु भोलि पढ्छौं। आजलाई यति गरौँ है। र तपाईहरुको होमवर्क भनेको प्रोपर्टिज अफ रियल नम्बर सम्म हेरेर आउने। हुन्छ सर। 1.7 को प्रोपर्टिज अफ रियल नम्बर सम्म हेरेर आउने र आजसम्म पढेको जति पनि कुराहरु पढेर आउने। भोलिको सुरुको सेसनमा हाम्रो 10 मार्क्स को टेस्ट हुन्छ। कुरा बुझ्नु भयो? हुन्छ सर। यहाँसम्म पढेको कुराहरु, यो प्रोपर्टिज अफ रियल नम्बर सम्म पढेको कुराहरुको मैले भोलि टेस्ट लिन्छु। हुन्छ सर। फेरि सुन्नुस् है, मैले यहाँ पावर पोइन्टमा फेरि लेखे, यो भिडियो पछि हेरेर तपाईलाई सम्झिन पनि हुन्छ। प्रोपर्टिज अफ रियल नम्बर सम्म पढेर आउने। यो होमवर्क भयो है सर। ओरल ताली बजाउनुस् एकचोटी, सबैले ताली बजाउनुस्। ताली। हेलो सर। ताली। ल मैले अब यो रेकर्डिङ अफ गर्छु, त्यसपछि हामी कुरा गरौँ है। हुन्छ? ल 2 मिनेट कुरा गरौँ। ल रुक्नुस्, मैले स्टप रेकर्डिङ गर्छु।